नमस्कार। के तपाईले धेरै सोच्ने गर्नुहुन्छ अथवा ओभर थिङ्किङ छ तपाईलाई त्यस्तो समस्या छ भने चाहिँ एकदम म तपाईहरुलाई आज एउटा सजिलो उपाय भन्न गइरहेको छु हैन। त्यो उपायले चाहिँ तपाईको ओभर थिङ्किङ सधैँको लागि अन्त्य हुन्छ है त। सबैभन्दा पहिला हामीले के गर्नुपर्छ भने जसले चाहिँ धेरै सोच्ने गर्छ नि हैन, त्यो जे कुरा पनि हैन, अब यस्तो होला या मेरो भोलि गएर यस्तो होला या मैले हिजो यस्तो गरेको थिएँ उस्तो गर्थेँ भने त्यस्तो बढी सोच हुनेले चाहिँ के गर्नुपर्छ भने त्यसले पहिलो काम चाहिँ के गर्नुपर्छ भने तपाईको उसले कल्पना चाहिँ गर्नु बन्द गर्नुपर्छ क्या। सोच्नु हुँदैन त्यसको बारेमा। हिजो जे भयो हैन, भइसक्यो। फेरि त्यसैले अब यस्तो भएको भए हुन्थ्यो या उस्तो भएको भए हुन्थ्यो या किन भयो होला भनेर त्यसरी चाहिँ सोच्नु भयो भने चाहिँ त्यो तपाईको त्यो ओभर थिङ्किङको समस्या चाहिँ कहिले पनि समाधान हुँदैन। त्यसैले नम्बर 1 चाहिँ के गर्नुपर्छ, तपाईले कल्पना गर्दै नगर्ने क्या, नसोच्ने। जे हुन्छ देखाएर हैन, भगवानले बाटो देखाउनुहुन्छ सोच्नुपर्छ जहिले पनि है त। अनि दोस्रो एकदम भरपर्दो उपाय भनेको तपाईको मेडिटेसन हो। मेडिटेसन चाहिँ तपाईले सधैँभरि हैन, तपाई आफ्नो लागि चाहिँ कमसेकम पनि हैन दिनमा बिहान सुतेर उठेपछि चाहिँ 5 मिनेट चाहिँ आफ्नोलाई दिने गर्नुस् के। 5 मिनेट तपाईले एकदम शान्तमा बसेर मेडिटेसन गर्नुभयो भने पनि तपाईको त्यो ओभर थिङ्किङको समस्या चाहिँ समाधान हुन्छ है त। अनि त्यस्तै तपाईको तेस्रो चाहिँ के छ भने यो तपाईले के राम्रो गर्नु भएको छ भने हैन, जस्तो तपाईले के उपलब्धि या केही तपाईले राम्रो काम गर्नुभएको छ हैन, जुन काम चाहिँ तपाईलाई गरेर एकदम खुसी लाग्छ भने त्यो कुरालाई चाहिँ तपाईले सम्झिनु भयो भने पनि त्यो तपाईको जुन यो ओभर थिङ्किङको समस्या चाहिँ समाधान हुन्छ क्या। तपाईको मनमा चाहिँ पोजिटिभ कुराहरू आउने गर्छ त्यसले है त। अनि त्यस्तै तपाईको चौथो भनेको चाहिँ आफ्नो फ्यामिलीलाई पनि टाइम दिनुपर्छ हैन। फ्यामिलीसँग जति हामीले आफ्नो टाइम बिताउन सक्यो त्यति तपाईको ओभर थिङ्किङको समस्या चाहिँ समाधान हुन्छ हैन। अनि त्यस्तै तपाईको नकारात्मक सोचहरू आउँछ नि, जस्तो अब मैले उहाँ गयो भने यस्तो होला या फल्ना ठाउँमा गयो भने यस्तो होला या उस्तो होला भनेर यस्तो सोचहरू जुन आउने गर्छ नि, त्यो सोचलाई चाहिँ तपाईले एकदमै बन्द गर्नुपर्ने हुन्छ है त। नकारात्मक सोच चाहिँ सबैभन्दा तपाईको मेन हैन, यो समस्या ओभर थिङ्किङको समस्या भनेको नकारात्मक सोच हो क्या। जे कुरालाई पनि तपाईले सधैँभरि पोजिटिभ वेमा चाहिँ सोच्नुभयो भने चाहिँ त्यो कुराले तपाईलाई मात्रै हैन, तपाईको मनदेखि दिमागलाई एकदम शान्त पार्छ क्या। त्यसैले सबैभन्दा मेन चाहिँ तपाईको हैन, मेन समस्या भनेको हाम्रो के हो भने नकारात्मक सोच हो क्या। त्यसैले त्यो अलवेज पोजिटिभ सोच्नुपर्छ, राम्रो सोच्नुपर्छ हैन। जस्तो अब तपाईलाई कहीँ जानु छ अरे हैन, उहाँ गयो भने या तपाईले कुनै इन्टरभ्यू दिनु छ या कसैलाई फेस गर्नु छ अरे हैन, कुनै नयाँ व्यक्तिलाई। अनि तपाईले चाहिँ अब गएर जस्तो अब के सोध्ला मलाई के होला है भनेर अब तपाईले मनमा कुरा खेलाउन थाल्नुभयो भने चाहिँ त्यो झन् तपाईलाई त्यो ओभर थिङ्किङको समस्या झन् थपिँदै जान्छ क्या। बिन्दास भएर एकदम शान्त भएर जे हुन्छ देखा जान्छ। आई विल डु माई बेस्ट हैन, म आफ्नो तर्फबाट म एकदम राम्रो गर्छु। त्यो सोचेर जानुभयो भने चाहिँ तपाईमा त्यो हिम्मत पनि बढी आउँछ हैन, धेरै हिम्मत आउँछ, धेरै पोजिटिभ सोच आउँछ हैन। अनि तपाईले त्यो जस्तो सुकै व्यक्तिलाई पनि तपाईले सजिलै फेस गर्न सक्नुहुन्छ क्या। त्यसैले हैन, सबैभन्दा तपाईको यो ओभर थिङ्किङको हैन सोलुसन भनेको चाहिँ अलवेज थिङ्क पोजिटिभ है त। अलवेज थिङ्क पोजिटिभ या दिमागलाई शान्त राख्नुपर्छ सधैँभरि है त। नकारात्मक सोच त आउनै दिनु हुँदैन। जे हुन्छ म त्यसको सामना गर्छु भनेर त्यो हिम्मत चाहिँ आफूले सधैँभरि राख्न सक्नुपर्छ है त। अनि अर्को कुरा के हुन्छ भने तपाईको ओभर थिङ्किङ कुन बेलामा आउँछ, जब व्यक्तिहरू फ्री हुन्छ अथवा खाली बसेको हुन्छ, त्यस्तो बेलामा बढी सोच आउँछ। अब तपाईँ आफै सोचेर हेर्नुहोस् हैन, जस्तो तपाईँ मान्नु अहिले तपाईँ खाली हुनुहुन्छ अरे, केही काम छैन तपाईँसँग, दिनभरि तपाईँ घरै बस्नु भएको छ अरे हैन। अनि त्यस्तो हुँदा चाहिँ के हुन्छ, तपाईँको माइन्डमा 1000 कुरा आउँछ हैन। अब म के गरौँ, कसरी दिन काटौँ, या फल्नाहरूले यस्तो गरेर जानु, फल्नाले यस्तो गरिरहेछ, म चाहिँ त्यत्तिकै बसेको छु हैन। त्यस्तो अनि 1000 कुरा चाहिँ तपाईँको माइन्डमा चाहिँ आउने गर्छ हैन। अनि के गर्नुपर्छ भने तपाईले आफूलाई चाहिँ सकेसम्म हैन बिजी राख्नुहोस् क्या। बिजी राख्नु हो भने के हुन्छ भने तपाईँको त्यो दिमाग जुन हुन्छ नि, त्यो दिमाग चाहिँ एक्टिभली काम गरिरहेको हुन्छ क्या।
त्यो दिमागले चाहिँ तपाईँको एक्टिभली होइन तपाईँलाई बिजी राख्छ क्या। अनि त्यसले के हुन्छ, त्यो तपाईँको दिमागले चाहिँ अरू कुरा त्यो अरूतिर डाइभर्ट हुन पाउँदैन। मेरो मतलब त्यो अरू कुरा सोच्न पाउँदैन क्या उसले चाहिँ अब जस्तो तपाईँले केही गरिराख्नु भएको छ भने तपाईँ त्यही इन्भल्भ हुनुहुन्छ नि त, त्यही तपाईँ लागि पर्नु भएको छ भने तपाईँको माइन्ड पनि त्यही जान्छ क्या। त्यसैले होइन अलवेज तपाईँको यो आफूलाई चाहिँ बिजी राख्नुहोस् होइन। म यस्तो भन्दिनँ कि सधैँभरि बिजी पनि होइन, कहिलेकाहीँ आफूलाई टाइम पनि दिनुपर्छ होइन, बेला बेलामा टाइम पनि दिने, अनि फेरि बिजी पनि राख्नुपर्छ होइन। तर एकदम खाली बस्ने बानी होइन त्यो त्यस्तो चाहिँ हटाउनुपर्छ है त। केही चिजमा तपाईँले एङ्गेज आफूलाई राख्नु सक्नुभयो भने चाहिँ तपाईँको त्यो ओभर थिङ्किङको समस्या चाहिँ एकदमै समाधान हुने गर्छ है त। अनि सबैभन्दा महत्त्वपूर्ण जानकारी के हो भने तपाईँले फर्स्ट एन्ड लास्ट होइन सबैभन्दा राम्रो उपाय अनि इजी सोल्युसन भनेको के गर्नुपर्छ, तपाईँले आफ्नो जुन निन्द्रा हुन्छ नि त्यो निन्द्रा चाहिँ पुरा लिनुपर्ने हुन्छ क्या। हाम्रो ओभर थिङ्किङको समस्या के हुन्छ भने धेरैजना आजभोलि व्यक्तिहरू के गर्नुहुन्छ भने बिस्तारमा जाने होइन, अनि नसोच्ने, अनि यसो सोच्ने हिजो मैले यस्तो गरेको थिएँ या अस्ति यस्तो गरेको थिएँ या भोलि म के गर्ने यताउति, त्यस्तो चाहिँ हजार कुरा तपाईँहरूको माइन्डमा आउनुपर्छ क्या। त्यसैले तपाईँले के गर्ने, त्यो दिमागमा केही कुरा नसोच्ने, त्यो माइन्डलाई चाहिँ एकदम रिल्याक्स राख्ने। जे हुन्छ म त्यसको सामना गर्छु, म कसैसँग डराउँदिनँ, जे हुन्छ म त्यसको सामना गर्छु। त्यो सोचले चाहिँ तपाईँ एकदम बिन्दास भएर रिल्याक्स भएर केही नसोची तपाईँले सोच्नुपर्ने हुन्छ होइन। अनि तपाईँको निन्द्रा पनि पुरा भयो भने चाहिँ तपाईँको त्यो ओभर थिङ्किङको समस्या तपाईँलाई समाधान गर्छ है त। हस् त, मैले जे तपाईँहरूलाई जानकारी दिएँ त्यो जानकारी चाहिँ तपाईँले अपनाएर हेर्नुहोस् होइन।